हेलो एभ्रिवान, आजको यस भिडियोमा हामीले डिफरेन्शियल इक्वेसन च्याप्टरबाट 1 मार्कमा एमसिक्यूमा सोधिने धेरै इम्पोर्टेन्ट क्वेसन सिक्न गइराखेका छौँ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। Shiksha Sagar. Dive into the ocean of knowledge. अर्डर अफ डेरिभेटिभले के भन्छ कि हाउ मेनी टाइम्स अ फंक्शन इज डिफरेन्शिएटेड। कुनै पनि फंक्शनलाई कतिचोटि डिफरेन्शिएट गरिएको छ अर्डर अफ डेरिभेटिभले त्यो भनेको छ है। अब dy by dx मा के छ, मानव y एउटा फंक्शन हो त्यसलाई विथ रिस्पेक्ट टु x डिफरेन्शिएट गरिएको छ। कतिचोटि गरिएको छ, एकचोटि मात्र गरिएको। त्यसैले यो के भयो त फर्स्ट डेरिभेटिभ भयो है। अनि फर्स्ट डेरिभेटिभ भएकोले यो अर्डर यसको कति भयो त 1 भयो। अब 2 नम्बरको इक्जाम्पलमा हेर्न सक्नुहुन्छ। 2 नम्बरको इक्जाम्पलमा यो y जुन भन्ने फंक्शन छ त्यसलाई 2 टाइम्स डिफरेन्शिएट गरिएको छ विथ रिस्पेक्ट टु x। त्यसैले यो के भइहाल्यो त सेकेन्ड डेरिभेटिभ। अनि त्यसैले यसको अर्डर के भयो त 2 भयो। अब तेस्रोमा y भन्ने जुन फंक्शन छ त्यसलाई 3 चोटि डिफरेन्शिएट गरिएको छ x को रिस्पेक्टमा। त्यसैले यसको अर्डर कति भयो त 3 भयो। अर्डर अफ डेरिभेटिभ कसरी चिन्ने त्यो अब बुझ है। यो 1 देखि 3 नम्बरसम्मको इक्जाम्पलमा हेर्नुस् त। यो माथिको जुन d छ नि त्यसको पावरमा जति रहन्छ त्यही नै त्यसको के हुन्छ त अर्डर हुन्छ। जस्तै यहाँ हेर्न सक्नुहुन्छ d को माथिमा केही छैन भने 1 छ, भनेपछि यसको अर्डर के छ त 1 छ। अब यहाँ d को माथिमा कति छ पावर 2 छ, त्यसैले यसको अर्डर कति भयो त 2 भयो। यहाँ d को माथिमा कति पावर छ 3 छ, त्यसैले यसको अर्डर कति भइहाल्यो 3 भइहाल्यो है। यसरी नै d को माथिवाला d को पावर जति रहन्छ नि त्यही नै त्यसको के हुन्छ त अर्डर हुन्छ। अब डिग्री अफ डिफरेन्शियल इक्वेसन कसरी चिन्ने त्यो सिकौं। कुनै पनि डिफरेन्शियल इक्वेसनमा सबभन्दा हाईएस्ट अर्डर डेरिभेटिभ जुन हुन्छ त्यसको हाईएस्ट पावर जति हुन्छ नि त्यति नै के हुन्छ त त्यो डिफरेन्शियल इक्वेसनको डिग्री हुन्छ। अब इक्जाम्पलको लागि यहाँ के देख्न सक्नुहुन्छ, d वटा डेरिभेटिभ छ। यो कति अर्डरको डेरिभेटिभ हो त, यहाँ d को पावर 2 छ, त्यसैले यो सेकेन्ड अर्डर डेरिभेटिभ हो हैन। अब यहाँ d को पावर 1 छ, त्यसैले यो फर्स्ट अर्डर डेरिभेटिभ हो। भनेपछि हाईएस्ट अर्डर डेरिभेटिभ कुन हुने भयो त, यो हुने भयो 2 हुने भयो हैन त। अनि हाईएस्ट अर्डर डेरिभेटिभको पावर, हाईएस्ट पावर नै के हुन्छ त डिग्री हुन्छ। भनेपछि हाईएस्ट अर्डर डेरिभेटिभ त यो हुने भयो। अनि यसको पावर 3 छ, त्यसैले डिग्री कति हुने भयो त 3 हुने भयो। अनि अर्डर कति हो त 2। त्यस्तै सेकेन्ड इक्जाम्पलमा हेर्नुस् त, यहाँ dy by dx, d को पावर 1 छ, यहाँ पनि d को पावर 1 छ। दुईटै फर्स्ट अर्डर डेरिभेटिभ हो, तर दुईटै फर्स्ट अर्डर डेरिभेटिभ भए पनि हामीले माथि के पढ्यौं कि हाईएस्ट अर्डर डेरिभेटिभको हाईएस्ट पावर, अल्दो यो दुईटै डेरिभेटिभको सेम अर्डर छ, तर यिनीहरुमा हाईएस्ट पावर जुन छ नि त्यो अहिले के हुन्छ त यो डिफरेन्शियल इक्वेसनको डिग्री हुन्छ है। त्यसैले हाईएस्ट पावर त 5 भयो, त्यसैले डिग्री कति हुने भयो त 5 भयो। अब यसलाई थोरै प्र्याक्टिस गर्नको लागि 2 वटा 3 वटा क्वेसन मैले राखेको छु यहाँ। अब ए नम्बरमा हेर्दाखेरि के देख्न सक्नुहुन्छ, dy by dx के हो त फर्स्ट अर्डर डेरिभेटिभ हो, त्यसैले अर्डर कति भयो त 1 भयो। अनि dy by dx को पावर कति हुने होला अहिले त, केही छैन भने 1 छ, त्यसैले डिग्री कति हुने भयो त 1 हुने भयो। अब बी नम्बरमा यहाँ d को पावर 3 छ हैन, त्यसैले यो त थर्ड अर्डर डेरिभेटिभ हुने भयो। यहाँ d को पावर 1 छ, यो फर्स्ट अर्डर डेरिभेटिभ हो। भनेपछि अहिले यो डिफरेन्शियल इक्वेसनको अर्डर कति हुने भयो त 3 हुने भयो, किनभने हाईएस्ट अर्डर डेरिभेटिभ त 3 छ। अनि हाईएस्ट अर्डर डेरिभेटिभको पावर के हुन्छ त डिग्री हुन्छ, त्यसैले हाईएस्ट अर्डर डेरिभेटिभको पावर अहिले 2 छ, त्यसैले
डिग्री कति हुन्छ त 2 हुन्छ। अब यो सी नम्बर तपाईको लागि मैले होमवर्क छोडी प्र्याक्टिस गर्नु होला। कन्डिसन्सहरु छन् जसमा डिफरेन्शियल इक्वेसनको डिग्री के हुन्छ त नट डिफाइन हुन्छ। डिग्री कति बेला मात्रै डिफाइन हुन्छ जब डिफरेन्शियल इक्वेसन के हुन्छ त पोलिनोमियल हुन्छ। अब एक्जाम्पल कति बेला डिग्री नट डिफाइन हुन्छ जब ट्रिग्नोमेट्रिक फंक्सन हुन्छ डिफरेन्शियल इक्वेसनमा त्यति बेला त्यसको डिग्री के हुन्छ नट डिफाइन हुन्छ। जस्तै यहाँ हेर्न सक्नुहुन्छ sin dy by dx equal to x plus y छ। यहाँ यो डेरिभेटिभमा के लागेको छ त sin लागेको छ, ट्रिग्नोमेट्रिक रेशियो छ है, ट्रिग्नोमेट्रिक फंक्सन छ, त्यसैले यसको के हुन्छ त डिग्री नट डिफाइन हुन्छ है। अब दोस्रो नम्बरमा जब डेरिभेटिभ रूट अन्डर रहन्छ, स्क्वायर रूट अथवा क्यूब रूट अन्डर रहन्छ त्यति बेला त्यसको के हुन्छ त डिग्री नट डिफाइन हुन्छ। त्यस्तै डेरिभेटिभ यदि पावरको फर्ममा छ, एक्सपोनेन्शियल फर्ममा छ भने त्यति बेला पनि त्यसको डिग्री के हुन्छ त नट डिफाइन हुन्छ। अब समरीमा बुझ्दा कुनै पनि डिफरेन्शियल इक्वेसनमा अर्डर र डिग्री छुट्याउनु रहन्छ भने के गर्नु, डी को माथिको डी को पावर हेर्नु जुन सबभन्दा बढी हुन्छ त्यही नै त्यो डिफरेन्शियल इक्वेसनको अर्डर हुन्छ है। अनि यहाँ हाईएस्ट डी को पावर त 2 नै छ भनेपछि यो के भइहाल्यो अर्डर यसको 2 भइहाल्यो। अनि यो हाईएस्ट अर्डर डेरिभेटिभ भइहाल्यो भने यसको हाईएस्ट पावर जति रहन्छ त्यो नै के भइहाल्छ त डिग्री भइहाल्छ। राम्रो लाग्यो भने लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।